एउटा गोर्खाली सैनिकका लागि कुनै मृत्युभन्दा कम थिएन। जिउँदो लास जस्तै भएको बिरामी शरीर, जङ्गली खानाको भर, जापानी सेनाले कतिखेर मारिदेला भन्ने डर, हिंस्रक जनावरको बीचमा कैयौं रात एक्लै कटाउनु कति दर्दनाक थियो होला। उनलाई लाग्न थाल्यो जङ्गलमा नै आफ्नो जीवन बित्ने भए बाँच्नुको के अर्थ। उनी आत्महत्या गर्ने निर्णयमा पुग्छन्। मलायाको घना जङ्गलमा गोर्खाली सैनिक नायक नकाम गुरुङले एक्लै बिताएको त्यो 7 वर्ष। सन् 1939 सेप्टेम्बर 1 तारिक इतिहासकै सबैभन्दा भयानक युद्ध दोस्रो विश्वयुद्ध सुरु भएको दिन जापानी सेनाले एसियाको पूर्वी क्षेत्रलाई आफ्नो कब्जामा लिन सुरु गर्छ। बेलायती सरकारले पनि जापानी फौजको प्रतिकार गर्न 2.5 लाख गोर्खाली फौजलाई रणभूमिमा उतार्छ। एसिया, अफ्रिका, युरोपमा फैलिएका गोर्खाली सेना मोर्चाको अग्रपंक्तिमा थिए। जापानी फौजसँग लड्न बेलायती सेनाको एउटा मोर्चा दक्षिणी मलायातर्फ लाग्छ। यात्रामा जापानी सेनासँग भएका धेरै भिडन्तमा परि हजारौं गोर्खाली सैनिकको छातीमा गोलीको वर्षा हुन्छ। बेलायती सेना विभिन्न मोर्चामाझ विभाजित भएर यत्रतत्र जान थाल्छ। नायक नाकम गुरुङ सहित 56 जनाको एउटा समूह घना जङ्गलको बाटो हुँदै मलायाको दक्षिणतर्फ लाग्छन्। घना जङ्गलभित्र बाटो खोज्दै र बनाउँदै निकै कठिन यात्रापछि उनीहरू मलायाको काम्पोङ पुग्छन्। बाटोमा लुकिएर बसेका जापानी फौज अरू गोर्खाली पल्टन कहाँ गए, जीवित छन् या वीरगति पाए, केही थाहा थिएन। 25 दिनको निरन्तर यात्रापछि उनीहरू मलायाको दक्षिणी भागमा रहेको जिमिन्तहमा पुग्छन्। उनीहरू सोही क्षेत्र हुँदै सिङ्गापुर जाने योजनामा थिए। फौज अगाडि बढ्दै थियो। नायक नकाम गुरुङलाई अचानक ज्वरो आउँछ। टाउको दुख्ने, खाना नरुच्ने जस्ता लक्षण देखा परेपछि उनलाई मलेरिया लागेको आशंका गरिन्छ। उनी शिथिल हुन्छन्। घना जङ्गलको बाटो उनी अगाडि बढ्नै नसक्ने गरी थला पर्छन्। अलिअलि भएको बाँच्ने आशा पनि मलायाको घना जङ्गलले सकिदिन्छ। जापानी सेनाको आक्रमणको डरले उनले आफूलाई त्यही अवस्थामा छाडेर अगाडि बढ्न साथीहरूलाई आग्रह गर्छन्। सँगै युद्धभूमिमा हतियार समाएको साथीलाई मृत्युको मुखमा छोडेर जान कहाँ मान्थे र गोर्खाली फौज। तर त्यहाँ जति बेला जे पनि हुन सक्थ्यो। चलाखी जापानी सेनाहरू आउन सक्ने सम्भावना थियो। अन्ततः उनीहरू मरणासन्न अवस्थामा पुगेका नायक नाकम गुरुङलाई त्यहीँ छाडेर जान बाध्य हुन्छन्। साथीहरूले उनलाई केही महिनालाई पुग्ने खाना, सुरक्षा सामग्री र कपडाहरू छोडिदिन्छन्। छुट्ने बेला सुबेदार मेजर लाल बहादुर गुरुङले छिट्टै युद्ध सकिने र उनलाई त्यही स्थानमा उद्धार गर्न फौज आउने आश्वासन दिन्छन्। उनलाई त्यहीँ बस्न भनेर फौज अगाडि बढ्छ। गुरुङको अन्तिम आशा पल्टनलाई पर्खिनु सिवाय केही थिएन। यहाँबाट उनको जिन्दगी बदलियो। उनले कैयौं रात त्यही घना जङ्गलमा बिताउनु पर्ने थियो। अशक्त शरीर, जापानी सेनाको डर, सीमित खानापानी, के खाने, कहाँ बस्ने केही टुङ्गो छैन। बिरामी शरीर र हातमा खुकुरी लिएर उनी तैनाथ अवस्थामा जङ्गलमै बस्न थाले। 1 महिनापछि उनी बिस्तारै निको हुँदै गए। तर जङ्गलबाट बाहिर निस्कने कसरी? बाटोमा जापानी फौजले छातीमा बन्दुक तिर्छाइदिने पो हो कि उनी जङ्गलबाट निस्कनै चाहेनन्। केही समयपछि उनले रुखको हाँगा र पातहरू समेटेर सानो ओत लाग्ने छाप्रो बनाउँछन्। बाहिरी दुनियाँबाट बेखबर, परिवार साथीभाइ कहाँ हो कहाँ, उनका लागि मलायाको जङ्गल नै दुनियाँ बन्दै थियो। एक्लै जङ्गलमा बसेको 3 महिना बित्यो। साथीहरू आउने चालचुल छैन। साथीहरूले छोडेर गएका खानेकुराहरू सकिँदै गए। बीच जङ्गलमा एक्लै बस्नुको पीडाले पोल्दै गयो। उनी आत्तिन थाले। एक दिन जङ्गलबाट अलि पर एउटा गाउँमा पुग्छन्। त्यहाँ चिनिया मूलका स्थानीयले युद्ध अझै सकिएको छैन भनेपछि उनी उदास हुँदै फेरि जङ्गल फर्कन्छन्। ओत लाग्नलाई रुखमाथि बनाएको त्यही छाप्रोको मुनिपट्टि खाल्डो बनाएका थिए उनले। त्यो खाडलको माथि ससाना हाँगाबिगाहरू र पातले छोपेर जमिन जस्तै बनाएर राख्थे। जङ्गली जनावरहरू मान्छेको गन्ध सुँग्दै आउँदा त्यो खाडलभित्र पर्थे अनि तिनै जनावर मारेर पोलेर सुकुटी बनाएर गुरुङले दिन कटाउन थाले। कहिलेकाहीँ महिनौसम्म पनि खाडलमा जङ्गली जनावर नपरेपछि बचाएर राखेको 2-3 वटा सुकुटी मात्र खाएर बाँच्थे गुरुङ। खानेपानीको व्यवस्था गर्न भुइँमा झरेर हिँडेर जाउँ भने जङ्गली जनावरको डर। त्यसैले रुखको माथि माथि लहरा र हाँगा काटेर 2-3 किलोमिटर बाटो बनाएर खोलासम्म जोडेका थिए। उनको जीवनशैली एक तरिकाले जङ्गली मानिस जस्तै भइसकेको थियो। दिन, महिना, वर्ष बित्दै गए। उनलाई समयको कुनै ख्याल नै रहन छोड्यो। उनलाई लाग्न थाल्यो जङ्गलमा नै आफ्नो जीवन बित्ने भए बाँच्नुको के अर्थ। उनी आत्महत्या गर्ने निर्णयमा पुग्छन्। एका बिहानै रुखको लहराहरू जोडेर एउटा डोरी बनाउँछन्। त्यही डोरीले घाँटीमा सुर्केनु लगाएर रुखबाट एकैचोटि आम फाल्छन्। तर संयोगवश उनको शरीरको बेगले लहरा चुनियो। उनी भुइँमा पछारिए तर ज्यान भने बाँच्यो। रन्थनिएर उनी आफ्नो छाप्रोमा जान्छन् र सिधै राइफल झिकेर आफ्नो कञ्चटमा ताक्छन्।
कसेर ट्रिगर दबाउँछन् तर राइफल पड्किँदैन। रणभूमिमा बहादुरी देखाएर बाँचेका गुरुङ मनभूमिमा झन्डै मारिए, तर उनलाई बाँच्न लेखिएको थियो। दुई पटकको प्रयासमा पनि दैवले उनलाई लानै चाहेनन्। उनी सोच्न थाले, नायक नाकम गुरुङ यति छिट्टै मर्नका लागि जन्मिएकै होइन। उनी भित्रको गोर्खाली सैनिक जाग्यो र उनलाई बाँच्न मन लाग्यो। उनले नयाँ जीवन पाएका थिए। समय बित्दै गयो। उनी यसरी जङ्गलमा एक्लै बसेको पनि 3 वर्ष बितिसकेको थियो। सन् 1945 अगस्त 6 र 9 तारिक अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्छ। संसारभर कब्जा जमाइसकेको जापानले आत्मसमर्पण गर्छ। त्यसपछि दोस्रो विश्वयुद्धको अन्त्य हुन्छ। इतिहासकै सबैभन्दा भयानक युद्ध समाप्त भएर जान्छ। मलाया आसपास रहेका जापानी सैनिक पनि फर्किन्छन्। उक्त क्षेत्रमा फेरि ब्रिटिसको एक छत्र राज हुन्छ। तर यी सबै कुरा घना जङ्गलमा एक्लै दिन काटिरहेका गुरुङलाई के थाहा? उनी त जङ्गली जीवनसँग अभ्यस्त भइसकेका थिए। बाहिरी दुनियाँबाट पुरै बेखबर थिए। 3 महिना पुग्ने खानाको सहारामा उनी 3 वर्ष जङ्गलमै बसिसकेका थिए। एक्लोपन उनको परिवार थियो। चोट र पीडालाई साथी बनाएका थिए अनि गोर्खाली फौजको पर्खाइ उनको कर्म। यसरी नै चलिरहेको थियो उनको दैनिकी। यता मलायामा आन्तरिक द्वन्द्व चर्किन थाल्छ। मलायाका कम्युनिस्टहरूले बेलायत विरुद्ध छापामार युद्ध सुरु गर्छन्। मलायामा कम्युनिस्टको वर्चस्व बढ्दै गएपछि बेलायत सरकारले मलायामा सङ्कटकालको घोषणा गर्छ। सन् 1949 सालमा मलायामा कम्युनिस्टको प्रभाव घट्दै जान्छ, तर उनीहरूले जङ्गल पसेर युद्धको बिगुल फुक्छन्। बेलायत सरकारले पनि कम्युनिस्टको आन्दोलन दबाउन जङ्गलभित्र सैनिक अभियान थाल्छ। मलायाको दक्षिणी जङ्गलमा 15,000 गोर्खाली सेना खटाइन्छ। यता नायक नकाम गुरुङ अझै जङ्गलमै छन्। उनले गोर्खाली फौजका साथी आउलान् र आफूलाई उद्धार गरेर लिएर जालान् भन्ने आशा मारिसकेका थिए। तर एक दिन कम्युनिस्टलाई खोज्दै गोर्खाली सैनिक अगाडि बढ्दै थिए। जङ्गलको बीच भागमा एउटा दुब्लो पातलो लामो बटारिएको कपाल भएको मानिसलाई भेट्छन्। उनी अरू कोही नभएर 7 वर्षदेखि जङ्गलमा एक्लै जीवन बिताइरहेका गोर्खाली सैनिक नायक नकाम गुरुङ थिए। जङ्गलमा कोही आउँदैछ भन्ने चाल पाउने बित्तिकै जापानी सेना होलान् भनेर गुरुङ हत्तपत्त लुक्छन्। लुम्रे मानिस, जुत्रा टालेका कपडा। कसैले जङ्गलकै पुरानो बासिन्दा सोचे त कसैले वनमानिस। तैपनि एकपटक सोधपुछ गरेर कम्युनिस्ट छापामार होइन रहेछ भने छाडिदिने निर्णयमा पुग्छन् गोर्खाली सैनिक। गुरुङलाई बिस्तारै घेराउ गरेर पक्राउ गर्छन्। गुरुङले ती गोर्खाली सैनिक बीच भएको कुराकानी सबै सुनिरहेका थिए। आफूले बुझ्ने भाषामै ती सेनाहरूले कुरा गरिरहेको सुन्दा उनी हर्षले गदगद हुन्छन्। उनी पनि आफ्नै भाषामा सैनिकहरूसँग कुरा गर्न लाग्छन्। तर अफसोस, ती गोर्खाली सैनिकले ती लुम्रे झुम्रे मानिस कम्युनिस्ट छापामार भएको र आफूहरू जस्तै भाषा बोल्न सिकाएर जासुस बनाएर पठाएको भनी सोध्छन्। गुरुङमाथि वरिपरिबाट बन्दुक ताकिन्छ र अन्तिम पटक सोधियो, यदि तिमी गोर्खाली सैनिक हौ भने भन, तिम्रो कमान्डर को हो? यति सुनेपछि गुरुङले सहजै भनिदिन्छन्, मेजर वाइली। भाग्यवश ती गोर्खाली सैनिकका पहिलेका कमान्डर पनि उनै वाइली रहेछन्। गुरुङ सैनिक हुन् भनी ठम्याउन उनीहरूलाई कति पनि समय लागेन। त्यसपछि उनले 7 वर्ष अघिदेखिको सबै बेले विस्तार सुनाए। यो 7 वर्षमा उनको शरीर स्वरूप र अवस्था दयनीय भइसकेको रहेछ। उनले 7 वर्ष अघिदेखि बोकेको खुकुरी खिएर चक्कु जस्तै सानो भइसकेको रहेछ। गुरुङलाई तत्काल नजिकैको क्याम्पमा लगियो। शारीरिक अवस्था निकै कमजोर भइसकेका गुरुङको स्वास्थ्य उपचार गरियो र स्वास्थ्यमा सुधार भएपछि भारतमा रहेको उनकै पल्टनमा पठाइयो। बाँच्ने आशा मारेका गुरुङले नयाँ जीवन पाए। मलायाको अनकन्टार घना जङ्गलमा 7 वर्षसम्म बिताएका कष्टकर दिनहरू उनको मनभित्र सदैव रहिरह्यो। सन् 1949 नोभेम्बर महिनामा उनलाई जङ्गलमा बिताएको समयको पनि तलब दिएर ससम्मान पेन्सनसहित बिदाई गरिन्छ र उनी नेपाल फर्कन्छन्। तर गुरुङको घरमा उनको दाह संस्कार पनि गरिसकेको रहेछ। जीवनभरि साथ दिने बाचा गरेकी श्रीमतीले पनि छाडेर गइसकेकी रहेछन्। उनी अनभिज्ञ थिए। घना जङ्गल बीचको उनको 7 वर्ष मानौ कुनै नर्कभन्दा कम थिएन। यो घटना उनको मनस्पटलमा बुढेसकालसम्म रहिरह्यो। नायक नकाम गुरुङ मृत्युलाई जितेर फर्किएका